नमस्कार। भ्रमणको दोस्रो दिन हामी श्रीनगरदेखि ढोरपाटनसम्मको यात्रा रहनेछ। आज हामी रुकुमका विभिन्न दृश्यहरू पस्कदै जानेछौँ भने बाटामा पर्ने होटल रिभर साइड, त्यसैगरी एयरपोर्ट अनि कमलदह हुँदै रुकुमकोटमा पुगेर विभिन्न नृत्य गर्नेछौँ भने बाटाका मनमोहक दृश्यसहित ढोरपाटन अर्थात् बुर्तिबाङ पुगेर बास बस्नेछौँ। शुभ बिहानी। हामी सल्यानको यो श्रीनगरबाट आजको यात्रा प्रारम्भ गर्दैछौँ। यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रा शिक्षक स्टाफहरू। हाम्रो गाडी यही हो र यहाँको चाहिँ यो दृश्य एकदमै राम्रो रहेको छ। यहाँको बजार त जहाँ गए पनि त्यही बजार, माटो, पानी त्यही त हो। यहाँको बजार त यही त हो नि। सल्यानको श्रीनगर भन्ने ठाउँमा हाम्रो गाडी रोकिएको छ। अब हामी रुकुम पश्चिमतर्फ प्रस्थान गर्दैछौँ। बिहानको समय हुनाले यहाँ अलि कम उज्यालो देखिएको छ। हामी चाहिँ रुकुमकोट जाँदैछौँ। युनाइटेड होटलमा बास बस्यौँ। खुब रमाइलो रहेछ श्रीनगर। शीतल पार्टी पनि रहेछ यहाँ है श्रीनगरमा। सबैजनालाई एकदम चिसो राम्रा गुरुजी, राम्रा गुरुजी। पेट्रोल पम्पमा डिजेल भरेर उत्तरतर्फ नदीको किनारै किनारका प्राकृतिक सौन्दर्यलाई निहाल्दै हाम्रो गाडी रुकुम पश्चिमतर्फ अगाडि बढिरहेको छ। यहाँदेखि 78 किलोमिटरको यात्रामा हामी पुगेर मुसीकोट बजार अवलोकन गर्नेछौँ र त्यसपछि खाना खाने जमर्को गर्नेछौँ। हामी सल्यानको राजमार्गमा गुडिरहेका छौँ। अब भने हामी नजिकैको आउँदै गरेको नास्ता पसल अथवा बाटाको सडकमा पर्ने कुनै होटलमा गाडी रोकेर चिया नास्ता गरी अगाडि बढ्ने प्रयास गरिरहेका छौँ। यहाँको नजिकैको बजारको नाम के रहेछ? अब हामी रोकेर यहाँको दृश्यहरू हेर्नेछौँ र त्यसपछि अगाडि बढ्नेछौँ। यो सल्यानको ढोरचौर भन्ने ठाउँमा हामी आएका छौँ। ढोरचौर यो पहाडी दृश्य यहाँ बाँसहरू रहेका छन्। उतातिर कुहिरो लागिरहेको छ। पारीको दृश्य। रुकुमको मुसीकोट खलङ्गा बजार यहाँहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ।
हामीहरू बाटामा यसरी उभिएका छौं। यो परिस्थितिमा हामी मुसिकोट खलङ्गा देखाउँदैछौँ यहाँलाई ड्रोन। रुकुमको मुसिकोट खलङ्गा बजार प्रदेश रुकुमको खलङ्गा बजार अत्यन्त आकर्षक छ। हामी यसरी भ्रमणाउने सिलसिलामा रुकुमको खलङ्गा बजार पारीबाट चाहिँ अवलोकन गरिरहेका छौं। अत्यन्त आकर्षक बजार, अत्यन्त आकर्षक ठाउँ। ल अहिलेलाई यति गरौँ। हामी पहाडी क्षेत्रको कर्णाली प्रदेश अन्तर्गत रहेको रुकुम पश्चिमको अत्यन्त आकर्षक बजार मुसिकोट खलङ्गामा आइपुगेका छौं। विभिन्न पहाडी दृश्यका साथमा अग्ला अग्ला विशाल भवनहरू भएको यो ठाउँ हेर्दा कुनै सुगम स्तरको सहरभन्दा कम देखिएन। पश्चिम क्षेत्रमा यति राम्रा घरहरू र प्रकृतिले अलिकति पनि कन्जुसै नगरिकन बनाएको यो रुकुम पश्चिमलाई देख्दा मनभरि अघाउन्जेल हेरिरहने विचार जो कोहीलाई पनि आउँदो रहेछ। अब हामी यहाँको मुसिकोट स्थित एउटा विमानस्थलमा पुग्नेछौँ र यहाँबाट पुनः फर्केर हामी रुकुमकोटतर्फ प्रस्थान गर्नेछौँ। जान नसके पनि रुकुमका विभिन्न दृश्यहरू पश्चिम रुकुमका दृश्य देखिरहेका छौँ। निकै नै सुन्दर आकाश खुलिरहेको छ। वातावरण पनि अत्यन्त राम्रो यहाँबाट देख्न सक्नुहुन्छ। मुसिकोट नगरपालिका खलङ्गा बजार तल अब यहाँ विमान नआएको अवस्था छ, तर पनि हामी रुकुमको यो विमानस्थलमा आउन पाउँदा हामीलाई निकै खुसी लागेको छ। यहाँ विभिन्न दृश्यहरू, विमान खाली छ तर प्राकृतिक मनोरम छटाले भरिएको यो स्थल अत्यन्त आकर्षक रहेको छ। एकदम हामी एकदमै उत्साहित छौँ। यो रुकुम आएर हामीले धेरै कुराहरू हेर्न पायौँ र हाम्रो भ्रमण एकदमै आनन्ददायी भएको छ, फलदायी भइरहेको छ। धन्यवाद। आहा, कति राम्रो बाटो, रुकुमको बाटो हेर्नुहोस्। निकै आनन्दको बाटो। पहाडीका दृश्यहरूलाई हेर्दै अब हामी रुकुम पूर्व जाँदैछौँ। म यस्तो अवस्थामा बसभित्र रहेको छु। हाम्रा साथीहरू पनि अगाडिपट्टि यसरी बसिरहनु भएको छ र यो यात्रा निरन्तर रूपमा अगाडि बढिरहेको छ। यो चाहिँ रुकुमको कमलदह भन्ने ठाउँमा हो।
कमलदह भन्ने ठाउँ लामो क्षेत्रफलमा फैलिएको रहेछ। निकै नै आकर्षक रहेछ। रुकुम घुम्न आउने जुनसुकै पर्यटकले पनि एकपटक कमलदह हेरेर जाँदा रहेछन्। कमलदहभित्र खासै पानीको सतह नभए तापनि यहाँ विभिन्न कमलहरू फुलेको आकर्षक दृश्यले मनलाई पुलकित पार्यो। रुकुमकोट क्षेत्रमा हामी आएका छौँ। रुकुमकोट भनेर गीतमा गुन्जिने ठाउँ रुकुमकोटको मुख्य बजार यही हो। रुकुमकोट हानमाया चौका दाउ हुकुमको, रुकुमको हानमाया चौका दाउ हुकुमको भन्ने ठाउँ एकदमै आकर्षक ठाउँ यहाँ आएको छ। पारीका डाँडाहरू देखिएका छन्। निकै आकर्षक स्थल रहेको छ रुकुमकोट। हाम्रो केदार सर पनि झरिरहनु भएको छ। निकै नै राम्रो स्थलमा हामी रुकुमकोटमा जम्मा भएका छौँ। यहाँहरूलाई कस्तो लाग्यो? अत्यन्त आकर्षक डाँडो रहेको छ यहाँका बस्तीहरू। भूमि गाउँपालिका 2 काँक्री रुकुम पूर्व। रुकुम पूर्वको भूमि गाउँपालिका सँगसँगै आजको यात्रा यही समाप्त हुन्छ। अर्को भिडियोमा भेट गरौँला।